If I could turn back time. सबैजनालाई वेलकम। म चाहिँ लोकेश भट्ट। यसपालिको सिएमबिएसमा 54 र्याङ्क ल्याउन सफल एउटा विद्यार्थी। र आज मैले चाहिँ यो भिडियो मतलब तपाईँहरूको लागि बनाउन गइरहेको छु। र मैले जेनरली आफ्नो सीसम्मको यात्रा र यसपछि पनि आफ्नो यसमा भ्लग्सहरू भए पनि बनाएपछि त्यो नि यसमा पोस्ट गर्नेछु। र आजको यो चाहिँ भिडियो मैले हाम्रो सी दिँदाखेरि जेनरली एस्पिरेन्ट्सहरूले के कस्तो मिस्टेक्स गर्छन् र त्यो मिस्टेक्सहरूको सोल्युसन चाहिँ के गर्न सकिन्छ। मेजर हामीहरूले बुझेकै अहिलेको टाइमको डिस्ट्र्याक्सन या प्रब्लम भनेको मोबाइल फोन हो। त मोबाइल फोनमा जेनरली भिडियोहरू हेर्ने, इन्स्टाग्राममा रिलहरू स्क्रोल गर्ने, गेम्सहरू पबजी फ्री फायरहरू खेल्ने गर्छन् हामीहरू जस्तो हामीहरूको उमेरकोले। त त्यो सबभन्दा ठुलो मिस्टेक्स हो। अहिलेको टाइम धेरै नै क्रुसियल छ। आफ्नो टाइमलाई सदुपयोग गर्ने, राइट युटिलाइजेसन गर्ने। धेरै जस्तो विद्यार्थीहरूले एनबीको बुक्सलाई पनि युज नगरेको हुन्छ। धेरैहरूको सोच चाहिँ के हुन्छ भन्दाखेरि पछिको इन्ट्रान्समा त मोड्युलहरूबाट नै सोध्छ, मोड्युलहरूबाट नै क्वेसनहरू आउने गर्छ या पास्ट इयर क्वेसनहरू आउँछ। बुक त त्यति नपढ्दा नि हुन्छ। एक्चुअल फ्याक्ट्सहरू जो चाहिन्छ त्यो मोड्युलमा अगाडि नै हुन्छ। त बुक पढेर किन टाइम वेस्ट गर्ने जस्तो टाइप अफ फिलिङ या त्यो विचारहरू हुन्छ है धेरैको। त्यो पनि राम्रो चाहिँ होइन, किनकि बुक्सले हामीलाई बेसिक्सहरू सिकाउँछ। किताब पनि एउटा मस्ट हो, त्यो चाहिँ हामीले छोड्नु हुँदैन। अरू कुरा भन्दाखेरि एमसिक्युज नपढ्ने त्यस्तो पनि हुन्छ धेरैको, त्यो पनि एउटा ठुलो नै प्रब्लम भयो। अब त्यसको लागि के गर्ने भन्दाखेरि मल्टिपल रिसोर्सहरू युज गर्ने प्र्याक्टिसको लागि। जसरी अब वान अफ द रिसोर्स युज गर्नको लागि भनेको एनबीको बुक्स आफै नै हो। त्यसको पछाडि पनि लगत्तै अब 20 देखि 25 या 40वटा एमसिक्यूहरू हुन्छन्। पहिले त्यो प्र्याक्टिस गर्ने, फिजिक्स केमिस्ट्री बायो त्यही त हो। त्यसको तपाईँले 3टा सब्जेक्टमा हरेक च्याप्टरको 30-30वटा एमसिक्यू मानौँ न एभरेजमा, त्यही पनि गर्नु भने इट इज मोर देन इनफ। र त्यसपछि पनि हुन त्यसले इनफ त हुँदैन, त्यही पनि तपाईँले बेसिक्स हुन्छ। र त्यसपछि चाहिँ के गर्ने भन्दाखेरि कुनै इन्स्टिट्युटहरूको मोड्युल लिने, धेरै इन्स्टिट्युटहरू हुन्छ। अब त्यसको मोड्युलहरू लिएपछि अभियसली त्यसमा प्र्याक्टिस क्वेसनहरू धेरै नै हुन्छन्। त्यसपछि तपाईँले के गर्नुहुन्छ, यो पिसिबी हुन्छ फिजिक्स केमिस्ट्री बायोको, त्यो च्याप्टर वाइज त्यसमा पनि दिएकै हुन्छ, त्यो लिँदा नि भयो। त्यसपछि पनि मार्केटमा धेरै किताबहरू हुन्छ जस्तै टार्गेट 200, कम्प्लिट सोल्युसन। र यो भिडियोमा मैले कसैको प्रमोट चाहिँ गरेको होइन, तर मेरो प्रिपरेसनको टाइममा अहिले पनि मार्केटहरूमा तपाईँले कुनै दाइहरूलाई सिनियरलाई सोद्धाखेरि त्यही नै भन्नुहुन्छ। किताबहरू त कम्प्लिट सोल्युसन, जेपिएनपी भन्ने, रोम्यान्स बायोलोजी त्यही त भन्दै गर्छ। तर पहिला बुझ्नु होला, तपाईँले किताबको एमसिक्यूहरू पहिला गर्ने, त्यसपछि सक्नुहुन्छ त नेपालकै कुनै इन्स्टिट्युटहरूको मोड्युल युज गर्ने। किनकि बाहिरको मोड्युलहरू युज गर्नुहुन्छ भने त्यो कस्टली हुन्छ नेपालको भन्दा, र त्यसमा क्वेसनहरू पनि इन्डियाकै त्यो छापेकै नै हुन्छ। त तपाईँले केही फरक हुन्न कि होइन इन्डियाको किताबबाट प्र्याक्टिस गर्दा राम्रो होला भनेर। त्यसपछि त्यति गर्दा नि हुन्छ। बाहिरको यो जेपिएनपी ट्रुम्यानले त्यो नगर्दा नि हुन्छ। मैले चाहिँ गरेको थिएन। र त्यस बाहेक पनि अगर जानुहुन्छ भने तपाईँको त्यो नेटहरूमा प्रिभियस इयरको त्यो एमसिक्यू हुन्छ नै। जस्तै इन्डियाको पनि निटहरूको पेपरहरू हुन्छ नै, तपाईँ त्यहाँबाट पनि एमसिक्यू सल्भ गर्नु सक्नुहुन्छ। र त्यसैपछि एउटा लास्ट, यो भिडियोको लागि लास्ट भन्दाखेरि रिभिजन नगर्ने। धेरैहरू जस्तोले के गरेर आउँछ भने चाहिँ पढेको पढे 10 दिन 15 दिन 20 दिन 30 दिन पढ्दाको हुन्छ, सिलेबस सघाउन नि फेरि रिभिजन गर्न सोध्छन्। तर त्यति बेलासम्म तपाईँले च्याप्टर 1 देखि 50सम्म जाँदाखेरि त्यो 150मा पुग्दाखेरि 1को तपाईँ पुरै नै बिर्सिसक्नु भएको हुन्छ कि। त्यसकारण तपाईँले बिचबिचमा ब्रेक लिएर रिभिजन गर्नुपर्ने त्यति नै आवश्यक हुन्छ। मान्नुहोस् 1 च्याप्टर 2 च्याप्टर भ्याउनु भयो, त्यसपछि 1 दिन त्यो 2टा च्याप्टरलाई रिभाइज गर्नको लागि त्यसरी च्याप्टरहरूलाई डिभाइड गरेर जानु होला। र आजको लागि यति नै। त थ्याङ्क्स फर वाचिङ, सी यू सुन।